तिम्रो लागि फुल टिप्छु है तिम्रो लागि फुल टिप्छु है कुनै दिन आउँछ हाम्रो नि यस्तो पालो हिँड्ने पालो हाम्रो नि आउँछ धन्यवाद है थ्याङ्क यू सो मच यसरी माया गरेर है के भन्नु नि त अब भन्नु न धेरै माया गरिदिनु हाम्रो छिरिङ दाइलाई ल ल ल धन्यवाद है ल यतिको माया पाइरहेको छु है धेरै धेरै धन्यवाद सो हेलो नमस्ते एभ्रिवान सबैजना सन्चै आरामै हुनुहुन्छ होला है म पनि सन्चै छु सो वेलकम ब्याक टु माई युट्युब च्यानल यो 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 कस्तो अल्छी लागेको छ यार आज यार दिने यार त्यो ल आज चाहिँ हामी अब सर्ट राइड जानु लाग्यो कहाँ भनेको अब जस अहिले भिडियोमा देख्नु पाइहाल्छ जस राइड भन्दा नि अब हुन्छ नि चट्ट लाएर यसो कति घरमा सुत्नु यार कति सुत्नु भनेर चट्ट लाएर हामी चाहिँ उता जानु लाग्यो होइन हाम्रो बेस्ट ठाउँतिर फेरि उता चुनिखेल होइन नि गोकर्ण होइन नि अर्कै ठाउँ हो यो चाहिँ त हेर्नु होला है त भिडियो सो अलराइट गाइस अलराइट हामी चाहिँ हिँड्सक्यो होइन घरबाट चट्ट लाएर मा कस्तो यार त्यो धेरै सुत्यो भने त धेरै दिमागै ह्याङ हुने रहेछ यार त हाम्रो यहाँ बुलेट राजा आइसक्यो बुलेट राजा केटाहरू हजुर सो हामी चाहिँ यता गोकर्णबाट हुँदै सिधै जानुपर्ने हुन्छ हामी कहाँ जानु लाग्यो चाहिँ अब भन्छु है हामी चाहिँ सुन्दरी जल जानु लाग्यो त्यहाँको यस्तो भाइब खेल्नु जानु लाग्यो कस्तो के छ धेरै भयो नगएको क्या सुन्दरी जल नि अनि यसो जानु लाग्यो अनि आज बुलेटमा सवारी छ अनि हाम्रो छेवाङ सर बेनेली नि आउँदैछ होइन हाम्रो ग्रिन बेनेली थाहा छ तपाईँलाई त्यो नि आउँदैछ यता गोकर्ण पनि भेट्ने भनेको छ हामी चट्टो ओइ लभली कुदाइ छ हामी चाहिँ चट्टो लाएर गोकर्ण छिरिसक्यौँ गोकर्ण हामी पार गर्दैछौँ होइन चट्टो लाएर हाम्रो ओइ ल यार नाङ्गे झार बनाइदिएछ यार रुखलाई त सबै काटेर लगेछ पहिला यहाँनिरमा एकचोटि पहिला जस्तो हामी कति त्यस्तै 6-7 पढ्ने कति एउटा मान्छे झुन्डाएर मारे डट बाइकदेखि कि हेर्नु परिहाल्छ फर्की होइन गाह्रो छ नि फेरि यहाँ त फेरि सबै कपल्स हिँड्ने ठाउँ नि गोकर्ण एरिया त त्यो ल अब गोकर्ण हेर्नु छेवाङलाई भेट्छु होइन छेवाङलाई कल गर्नु पनि हुन्छ यार आउँदैन त्यहाँ खोइ यो चाहिँ के थान भन्छ रे भाइ हनुमान ढोका ए के त के छेवाङ सरलाई कुरेर हामी चाहिँ यहाँनिर बसेर छेवाङ सरलाई अब कहाँ हो सर यार थाहा नै छैन टेन्सन भयो नि छेवाङ सर कता हो यसरी बस्ने दिन पालो हाम्रो नि आउँछ होला हिँड्ने पालो हाम्रो नि आउँछ होला नि हेरौँ न देखेर मार्छ यार ल यो चाहिँ माकलबारी प्लेस भन्छ यसलाई होइन माकलबारी हो यो चाहिँ यो खोला चाहिँ गोकर्ण यता गोकर्ण चाहिँ त्यहाँनिर हो गोकर्ण त्यहाँ हो अनि यो चाहिँ माकलबारी त्यो आउँदै आएन यार त्यो यार छ्या कुरै भइसक्यो भने यार थत आउँछ त्यो यही बाटो आउँछ जस्तो लाग्छ मलाई यही बाटो आउँछ त्यो तर कहाँबाट आउँछ यार दिमाग खराब भइसक्यो आउँदैन यार सबभन्दा पुरानो मोडल बाइक हो चाहिँ ह्याक्कर बाइक हो अहिलेको लागि RX केटाहरू जसमा खोइ आउँदैन त यार ल अल्छी लाग्यो क्या तँलाई आउँदै आएन यार छेवाङ यार खोइ ए ल कुनै दिन आउँछ हाम्रो नि यस्तो पालो हिँड्ने पालो हाम्रो नि आउँछ कुनै दिन बिचरा बुलेट गाइस त्यो आयो अरे ऊ त्यहाँ त्यो साउन्डबाट थाहा हुन्छ अरे ऊ त्यहाँ आयो त्यही हो आम्मामामा रन कता आएर केटो लाइन
लेट्स गो इन द कन्टेक्स्ट इन द फन्टेक्स गाइस होइन अब छेवाङ सर त्यहाँ कुरिरहेछ कहाँ हो भनिसक्यो माने भयो त्यसले अब उडाउँछ क्या यार ल अब हाम्रो यात्रा सुरु हुँदैछ हाम्रो सुन्दरजलसम्मको यात्रा छेवाङ सरु सर के सर आमाहरू पो मुस्कान सर हिरो बनेर आएको छ है आज त्यही होला अब छेवाङ सर आइसक्यो जानुपर्ने हुन्छ हामी सर लगाएर आइज दिस इज द गोकर्णेश्वर मन्दिर होइन हाम्रो यो अब के अरे सबभन्दा हाम्रो हुन्छ नि के अरे शिवको मन्दिरमा भन्नाले अब यो हाम्रो बौखाने औँसी होइन बौखाने औँसी अनि बिसारै ट्राफिक छ बौखाने औँसीहरूमा अनि उयोहरूमा चाहिँ यहाँनिर चट्टो लगाएर सबैजना आउनुहुन्छ होइन अनि जस आएर अनि हुन्छ नि त्यो खानाहरू सेलाउनु हुन्छ खै के गर्नु पर्दो रहेछ अब मेरो नि म नि कति यो 2 वर्ष आइसकेँ म के अरे यस्तो यहाँनिर यहाँ चाहिँ अब कोनसोन टायर हान्नुपर्ने हुन्छ हामीले होइन के छेवाङ सर के छ हाल खबर हलो गरिदियो नि त अनि ब्लगमा आज त क्या दामी देखिरहेको छ है ल लभली बारेमा ए कोन टायर हानिदेऊ न यसको यसो यो नट मात्र क्या नम्बर ठुकेर लगाउँछ त्यही हो ल अब हामी यहाँनिर कोनसोन टाइट गर्छौँ त्यसपछि जानुपर्ने हुन्छ होइन छेवाङ सर कति घन्टा कुऱ्यो 1 घन्टा कुऱ्यो होला अनि म त नम्बर तिम्रो नयाँ होला भनेर बसेँ नि त ल हामी अब एकछिन टाइट हान्छौँ कोनसोन अनि त्यसपछि फेरि हामी चल्दैछ हान्नु पर्यो ल हाम्रो काम सुरु भएको छ यो हल्का कोन टाइट गर्नुपर्ने हुन्छ यसको त्यसपछि हामी जानुपर्ने हुन्छ दाइले खतरा पार्न कोन टाइट हानिसक्यो है भयो है ल ल लेट्स गो इन द कन्टेक्स्ट इन द डस्टबिन छैन तसँग डस्टबिन छैन डस्टबिन छैन त्योसँग होइन डस्टबिन छैन मजाको आयो हामी चाहिँ लागिसक्यौँ अब चाहिँ मलाई मजा आएर चाहिँ बल्ल फ्रेस हावा चट्ट फेरि हाम्रो जाने बाटो चाहिँ फेरि लभली छ क्या लभली नै छ होइन पुरै पिच हो अनि जस कस्तो मजा आउँछ क्या कुदाउन अनि छेवाङलाई जोस चले जस्तो किनकि पिचमा कुद्यो त बेनीले त अरूलाई कुद्दैन नि ल हामी त्यो डाँडानिर जानुपर्ने हुन्छ हामी चाहिँ त्यो डाँडानिर जानुपर्छ हावाले हानेर यहाँ बोलै दिँदैन यहाँ र त्यही हो होइन अब चट्टो लाएर हामी चाहिँ निस्किसक्यौँ अनि आन्टीहरू कहाँ जानु लाग्नु भएको छ यार अब बुलेटमा पछाडि बसेर अहिले फेरि उत्तानो परिहाल्छ होइन अनि मोबाइलबाट भ्लग बनाउनु त धेरै गाह्रो छ यार दामी कुदाइदिएर सो अलराइट गाइज अलराइट हामी चाहिँ अब सुन्दरजल आइपुग्न लागिसक्यो होइन अब त्यही त धेरै टाइम लाग्दैन क्या बाइकमा त हामी त एकैछिन पुग्छौँ होइन अब गएर त्यहाँ खोलाको स्थिति हेर्नु पऱ्यो क्या गएर यसो पानी सानी यसो मुखसुख धुनु मजा आउँछ चिसो पानीले ल यहाँ अहिले चाहिँ बवाल भएछ यार यो चाहिँ सुन्दरजलको आर्मी क्याम्प है यो सिधा बाटो थाहा छैन सबैजनालाई थाहा छैन यो चाहिँ आर्मी क्याम्प भन्छ यसलाई चाहिँ है ल सुन्दरजल इन्ट्री सुन्दरजल यो चाहिँ चाइना गेट ल गेटै छैन त खै ल यहाँ त गेट थियो होइन भाइ चाइना गेट गेटै रहन्छ यार ल सुन्दरजल आइसक्यो हामी चट्टो लगाएर अनि धेरै पछि आएको यार ल हेरेँ हामी चाहिँ अब खतरा ठाउँमा जाँदैछौँ अहिले चाहिँ अब किनकि त्यहाँ चाहिँ ढुङ्गाहरू ठुल्ठुलो छ क्या अनि मजा आउँछ बस्नलाई चट्टो लगाएर चिल पारामा ल हामी चट्टो लगाएर अब बिसार जानुपर्छ यहाँबाट चाहिँ किनकि हाम्रो अगाडि चेकपोस्ट हुन्छ चेकपोस्ट छ क्या त्यहाँ चेकपोस्ट छ क्या अगाडि यहाँबाट चाहिँ अलिक बिसार नर्मल पारामा जानुपर्ने हुन्छ
त्यसपछि फेरि खाँदै जान्छ तपाईँहरूलाई होइन ल वेलकम 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 ओइ ओइ ल सुन्दर जल हामी गइसक्यौँ सुन्दर जल हामी छिरिसक्यौँ सुन्दर जल यो अब जङ्गल यता भिर हो यो अनि चट्टो लगाएर यो चाहिँ नेपाल विद्या के हो यो के रहेछ ए खोला हेर्न सक्नुहुन्छ खोला तर सानो रहेछ योपालि जस रमाइलो नि भयो गएर यसो मुखसुख धुनु पऱ्यो क्या अब जाडोमा ठन्डा पानीले वा यहाँबाट तपाईँ माथि गयो भने चाहिँ हिँड्दै जानुपर्ने हुन्छ उता माथि गएपछि यहाँबाट तपाईँको यहाँबाट माथि बा आरामै हो ल जान लाग्यो माथितिर ल यहाँबाट माथि गयो भने चाहिँ तपाईँहरू चाहिँ अलिक माथि गएपछि हिँड्नै पर्ने हुन्छ माथि त्यो खोइ के पो हो भन्ने ठाउँमा जानुलाई अब हामी चाहिँ यता साइडमा जानुपर्ने हुन्छ के अरे अब हुन्छ नि खोला सोलामा जानु मजा आउँछ नि त धेरै छैन मान्छे आज अब उतै लग्ने हो अब ल पिप पिप पप 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 धन्यवाद हजुरहरूलाई धेरै धेरै ओ जाउँ ए यस्तो यसको छुन्छ नि त ओइ बेलिली जान्छ त ओ म झर्ला भने घेरा ओइ हेर्नु यहाँ ओइ हेर्नु ओइ ल्यायो त यसले त ल ओइ हेर्नु यहाँ बादल सरी वरिपरि बसिरहेको साउन्ड हेर साउन्ड ओइ यहाँ कसरी यत्रो आयो ओइ ड्याम खोलेको जस्तो हो ए ड्याम खोल्यो ड्याम यहाँ माथि चाहिँ ड्याम छ नि त यहाँ माथि ड्याम छ क्या ओए बाबा झन् धेरै पछि आयो ल जाउँ एकछिन माथितिर जाउँ यो चाहिँ ड्याम हो माथि चाहिँ ड्याम छ क्या अनि यसको ड्यामको माथि चाहिँ ड्याम खोलिदिया होला सायद जस्तो लाग्छ अनि ड्याम खोलेपछि चाहिँ तपाईँको यो झर्ना आएको हो सायद किनकि मैले अहिलेसम्म यत्रो आएँ यहाँनिर यो यसरी झर्ना आएको चाहिँ मलाई थाहा छैन अहिलेसम्म कसम सो गाइस चाहिँ हामी चाहिँ यहाँ अब बसिरहेछौँ अलि सिलाइसक्यो यार अब के गर्ने ओइ के हो ओइ के गर्ने अब फोन आयो यसको है त्यही हो ल अब चाहिँ हामी यहाँ के अरे जहिले गोकर्ण भन्दो रहेछ यार सुन्दर जग्गा आएको छौँ होइन जस रमाइलो भएर छ पानी नै हरियो छ भने हेर न मोबाइल झऱ्यो नि टेन्सन हुन्छ हरियो पानी छ पानी नै त्यस दामी छ अरे सिन चाहिँ हेर्न सक्नुहुन्छ हट ल अब एकछिन बस्छौँ होइन अनि चिया खान्छौँ होला हामी अनि त्यसपछि हामी निस्किनु पर्ने हुन्छ अब हेरौँ के हुन्छ हाम्रो यहाँनिरको कहानी यो चाहिँ हाँसे छ हेरेर सेवाङ्गे चाहिँ खतरनाक छ ओयो फोटो खाली भयो यहाँ फोटो खिच्नुपर्छ क्या हामी लगाएछ अब चाहिँ हामी सुन्दर जललाई बाई बाई भन्नुपर्ने हुन्छ होइन किनकि अब यहाँ चाहिँ एकछिन रमाइलो गर्नुपर्छ क्या हो यहाँ यो क्या यो साउन्ड सुन न पानीको साउन्ड कतिसम्म ठुलो आउँदो रहेछ ल सेक्सी बेलिली यहाँ छ अनि बुलेट यहाँ छ नभए हामी अब सुन्दर जललाई बाई बाई भन्नुपर्ने हुन्छ है ल के अरे छैन बिग्रिया तेरो बाइक बिसार कुदा ओइ बिसार अहिले बेनी चाहिँ कसरी ल्याउँछ यो बाटो ल्याइरहेको रहेछ
ल्याइरहेको छ बादल सरी त धन्यवाद है थ्याङ्क यू सो मच यसरी माया गरिराख है के भन्यो नि त अब भन्यो न धेरै माया गरिदिँदा हाम्रो छिरिङ दाइलाई ल ल ल धन्यवाद है ल यतिको माया पाइरहेको छु है धेरै धेरै धन्यवाद ल गाइस धेरै धेरै माया हाम्रो ब्रदरलाई है बिचरा ब्रदर यहाँ गएर नि अनि फर्केर आउनुभयो क्या अनि चिन्दै होइन भन्नुभयो अनि चट्ट फोटोसोटो खिच्यौँ है धेरै 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 खुसी लाग्छ यार म त यार ब्रदरलाई यस्तो यस्तो अब जस हुन्छ नि हाम्रो फ्यामिली भेट्दाखेरि यस्तो रमाइलो लाग्छ ल ल ब्रदर राम्रोसँग है बाई बाई ल तिम्रो लागि फुल टिप्छु है तिम्रो लागि फुल टिप्छु है ए भगवान तल एक्सिडेन्ट भइसक्यो हाम्रो हेल्प गरौँ भनेको दिदी चाहिँ त्यहाँनिर उठिसक्नु भएछ अनि त्यहाँबाट हामी चाहिँ हिँडेको अब हामी चाहिँ खानुतर्फ लागेको आजको लागि यति नै भिडियो हुन्छ होला